है। अब यहाँ चाहिँ क्वेसन के छ भने 2081 सेट E/M मा आएको क्वेसन हो हैन। यस्तो क्वेसन अहिले पनि आउन सक्छ। जस्तै अब यहाँ चाहिँ के छ भने टु कार स्टार्ट फ्रम सर्टेन प्लेस एट द सेम इन्स्ट्यान्ट है, अनि one goes east at 60 km/h and other goes south at 80 km/h. How fast is the distance between them increasing भनेर भनेछ है। क्वेसनले चाहिँ के भनिरहेको छ भन्दाखेरि चाहिँ हामी फिगरबाट पनि जाउँ है। फिगर बनायो भने चाहिँ अझ क्लियरली बुझिन्छ नि त। जस्तै अब हामीलाई नर्मली थाहा भएको नर्थ साउथ वेस्ट इस्ट हो है। नर्थ साउथ वेस्ट इस्ट यो त सबैलाई थाहा छ हो। अब क्वेसनले चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ अब सर्टेन पोजिसनमा चाहिँ दुईटा कारहरू चाहिँ स्टार्ट गरेछ है। यहाँ कार ए र बी यो पोजिसनमा छ अरे। अब एउटै टाइम भनेछ है, एट दिस सेम इन्स्ट्यान्ट भनेको केही टाइम अथवा केही सेकेन्ड है, केही आवर एउटै टाइममा चाहिँ भनेको है। जस्तै अब अन गोज इस्ट एट 60 km/h भन्छ। यो एउटा पोजिसन छ, यो पोजिसनबाट चाहिँ इस्टतिर चाहिँ 60 km/h ले गइरहेछ है। एक घन्टामा चाहिँ 60 km/h ले गइरहेछ गाडी है। अनि त्यसपछि अब यसलाई चाहिँ मैले के माने भन्दाखेरि चाहिँ एक्स माने है। यहाँदेखि यो पोजिसनदेखि कार यता गइरहेछ, त्यसलाई चाहिँ एक्स डिस्टेन्स माने अरे। अब अर्को चाहिँ के भइरहेछ हेर त। अब गोज साउथ एट 80 km/h है, 80 km/h ले गइरहेछ भन्दाखेरि यतापट्टि गइरहेछ यो पक्कै पनि। यसलाई चाहिँ मैले वाइ लेट गरेँ है। अब हेर है त, अनि हाउ फास्ट इज द डिस्टेन्स बिट्विन देम इन्क्रिजिङ है। अब कति फास्टले चाहिँ डिस्टेन्सहरू चाहिँ बढ्छ। अब हामीले चाहिँ यहाँ के कुरा बुझ्नु पऱ्यो भन्दाखेरि यो त यता गइरहेछ, यो यता गइरहेछ, मिड त हुँदैन भनेपछि यो चाहिँ हामीले निकाल्न पर्ने हो क्या है। यो चाहिँ यसलाई चाहिँ मैले जेट मानिदिएँ है त। अब जेट मानिदिएँ। अब यहाँनिर के भइरहेछ तपाईँ 90 डिग्री देखिरहेछ नि, यो पाइथागोरस थ्योरम चाहिँ यहाँ एप्लाई गर्नु पऱ्यो क्या। थ्योरम एप्लाई गर्नु पऱ्यो है। थ्योरम एप्लाई यस्तो कन्डिसन आउने बित्तिकै हो। अब पाइथागोरस थ्योरमले के भन्छ भन्दाखेरि चाहिँ एच स्क्वायर इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर हो। यो त सबैलाई थाहा छ। भनिसकेपछि हेर है त, अब 90 डिग्री देखेपछि एच पी बी छ हो भनेपछि अब हामीले हाइट भनेको जेट स्क्वायर पी स्क्वायर प्लस बी स्क्वायर, बेस भनेको एक्स स्क्वायर प्लस वाइ स्क्वायर माने हो पाइथागोरस अनुसार है, बाई पाइथागोरस थ्योरम। थ्योरमले यो भन्छ। अब हामीलाई चाहिँ के भनिरहेको छ, यति इन्स्ट्यान्ट टाइममा चाहिँ भनेपछि यहाँ चाहिँ हामीले रेट चेन्ज गरिरहेको छौँ है। रेट अफ चेन्ज, रेट मेजर, अब रेट अफ स्ल्यास रेट अफ चेन्ज है त। अब कति टाइममा चाहिँ यति टाइममा यति चेन्ज भइरहेछ हो। अब यहाँदेखि यहाँसम्म डिस्टेन्स ट्राभल गर्नको लागि त सर्टेन टाइम त चेन्ज भयो होला नि त है। पर आवरमा चाहिँ अब यो पोजिसनदेखि चाहिँ यहाँसम्म 60 किलोमिटर गइरहेछ, एक घन्टामा 60 किलोमिटर ट्राभल गरिरहेछ भनेपछि इन्स्ट्यान्ट भनेको टाइम अनुसार गइरहेछ नि त है। त्यही भएर चाहिँ अब हामीले के गर्नु पऱ्यो चाहिँ यसलाई चाहिँ के गर्नु पऱ्यो, डिफ्रेन्सिएटिङ गर्नु पऱ्यो। डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु टी हो, किनकि टाइमसँग भने जस्तै हामीले पहिला डेरिभेटिभ गर्दाखेरि के गर्थ्यौँ भन्दाखेरि चाहिँ वाइ इक्वल एक्स स्क्वायर गर्दाखेरि के हुन्छ, डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु एक्स भनेर गरिन्थ्यो नि त। अनि यो गर्दाखेरि के हुन्छ, डिवाई अपन डिएक्स इक्वल टु 2x हुन्थ्यो हो। यो त सबैले डेरिभेटिभमा पढिरहेको होला, अझ 11मा झनै मजाले पढेको थियो होला हो। अब 12मा त अब अलिकति अब हेर्नु पऱ्यो है। अब के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ डी जेट स्क्वायर विथ रेस्पेक्ट टु टी भनेको छ हो, डी अपन डिटी एक्स स्क्वायर प्लस डी अपन डिटी वाइ स्क्वायर भयो है। अब यो कन्डिसनमा के हुन्छ भने हेर, विथ रेस्पेक्ट टु टी भनेको छ, टीले त जेट स्क्वायरलाई डेरिभेटिभ त हुँदैन, नहुने भइसकेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि जेट स्क्वायर अपन डी जेट हाल्नुपर्छ क्या। माथिको टर्म जे छ तलको टर्म पनि त्यही हुनुपर्छ है, डी जेट अपन डिटी। अब जेटलाई त काट्नु पऱ्यो नि त, त्यही भएर डिजेट माथि लिएर आएको है, अपन डिटी। मलाई खासमा भएको कुरा के हो र त, डी जेट स्क्वायर अपन डिटी हो नि त, डी जेट स्क्वायर अपन डिटी हो
अब dz र dz अब यसलाई डेरिभेटिभ हुन पर्यो नि त डेरिभेटिभको लागि त जस्तै हामीले x स्क्वायरको डेरिभेटिभ के हुन्थ्यो विथ रेस्पेक्ट टु dx गरिन्थ्यो नि त हो यो गरिन्थ्यो हो त्यही भएर चाहिँ अब dx स्क्वायर अपन dx गरिन्थ्यो त्यही भएर हामीलाई यहाँ पनि z को टर्म नै चाहियो के अब यहाँनिर हेर है यो बुझिन्छ नि है अब फेरि भनिदिन्छ है x स्क्वायर छ हो अब यसको लागि पनि के चाहियो x चाहियो फेरि dx इन्टु dx अपन dt यहाँसम्म त बुझिन्छ नि है के कुरा चाहिन्छ है अब यहाँनिरसम्म ठिक छ है त अब जस्तै प्लस अब यसको कन्डिसन के हुने dy स्क्वायर अपन dy इन्टु dy अपन dt यहाँसम्म बुझिन्छ है बुझिन्छ होला सबैले अब बल्ल यसलाई डेरिभेटिभ गर्दा के हुन्छ त डेरिभेटिभ अफ z स्क्वायर भनेको के हो त 2z हो अब इन्टु के बाँकी थियो dz अपन dt बाँकी भयो है यहाँसम्म त ठिक छ नि है अब चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ फेरि यसलाई डेरिभेटिभ गर्नु पर्यो 2x हुन्छ बाँकी के भयो त dx अपन dt प्लस यसलाई डेरिभेटिभ गर्दाखेरि 2y भयो यो गर्दा dy अपन dt भयो है अब यहाँनिरसम्म त सबैले बुझिन्छ होला है यहाँसम्म अब हामीलाई अर्को कुरा के गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीलाई के भ्यालु दिइरहेछ त अब है हेर त अब यहाँ के भनिरहेछ त एट इन्स्ट्यान्ट अन गोज एट 60 किलोमिटर पर आवर भनेको छ नि त हो भनेपछि चाहिँ dx अपन dt भनेको चाहिँ 60 किलोमिटर पर आवर हुने भयो किन dx अपन dt चाहिँ 60 किलोमिटर पर आवर हुन्छ भन्दाखेरि चाहिँ हेर त अहिले हामीले के गरेको थियो यो पोजिसनबाट चाहिँ यता डिस्टेन्स ट्राभल गरिरहेछ नि त यसलाई त मैले x मानिरहेको छु इस्टतिर गइरहेछ नि त भनेपछि यो भनेको रेट अफ चेन्ज हो नि त फेरि हेर त dx अपन dt भनेको डिस्टेन्स अपन टाइम टेकन भनेपछि यति डिस्टेन्स चाहिँ यति टाइममा ट्राभल गर्यो भन्ने कुरा हो नि त त्यही भएर चाहिँ dx अपन dt भनेको चाहिँ 60 किलोमिटर पर आवर भयो है अब त्यस्तै गरेर dy अपन dt भनेको के हुन्छ त 80 किलोमिटर पर आवर हुने भयो नि हैन यो चाहिँ किन भयो त यो पोजिसनबाट त यता ट्राभल गरिरहेछ हेर त यता साउथतिर चाहिँ कति ट्राभल गरिरहेको त 80 किलोमिटर चाहिँ 1 घण्टामा ट्राभल गरिरहेको y भनेको चाहिँ डिस्टेन्स भयो t भनेको चाहिँ टाइम भयो भनेपछि 80 किलोमिटर पर आवर हेर त डिस्टेन्स अपन टाइम टेकन हो यहाँसम्म त बुझिन्छ अब चाहिँ के भयो भन्दाखेरि चाहिँ अब एट एनी गिभन टाइम t the distance travel are x equal to 60t y equal to 80t the distance d अथवा मैले चाहिँ यहाँ z लेखिरहेको छु हो z between them at time t भनेपछि t भन्ने t दिएको टाइममा चाहिँ भनेको डिस्टेन्स ट्राभल भनेको कति हुन्छ x भनेको 60t हुने भयो y भनेको 80t हुने भयो अब हामीले पाइथागोरस थ्योरम त लगाएको थियौँ न त हैन पाइथागोरस थ्योरम अनुसार चाहिँ अब यहाँनिर चाहिँ अब यो कन्डिसनहरुमा है त यो कन्डिसन त सबैले देखिरहेको होला नि हैन यो कन्डिसनमा के भइरहेछ त है अब हेरौँ है त रेट त दिइरहेछ dx अपन dt dy अपन dt पनि आइरहेछ अब x को भ्यालु चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ अब मैले यहाँबाट z को भ्यालु निकालेँ z भनेको के हुन्छ रुट x भनेको चाहिँ 60 t को स्क्वायर प्लस y भनेको 80 t को स्क्वायर गर्दाखेरि चाहिँ कति आउने भयो त रुट 60 भनेको चाहिँ 3600 t को स्क्वायर प्लस 6400 t को स्क्वायर भयो यो गर्दाखेरि चाहिँ 100t आउँछ है क्याल्कुलेटरमा हान्नु त्यो गरेर है अब भनेपछि जेट पनि आइसक्यो भनिसकेपछि अब हामीले यहाँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ भ्यालु लगाएर राख्न सकिन्छ है त अब रिप्लेस भ्यालु गर्नु पर्यो dz भनेको कति छ 2 इन्टु z भनेको कति आयो त 100t अब dz अपन dt नै निकाल्नु पर्ने छ मलाई इक्वल टु अब 2 इन्टु x भनेको कति छ त यो x भनेको कति हो त 60t हो इन्टु dx अपन dt भनेको के छ dx अपन dt है त यो 60 प्लस 2 इन्टु y भनेको कति छ त y भनेको चाहिँ यो है y भनेको 80t इन्टु dy अपन dt भनेको चाहिँ कति छ 80 छ अब है t र t चाहिँ कमन लिएर हुराउन सकियो है यता पनि t छ यता पनि t छ यो कमन लिएर हुराउनु पर्यो हुराएपछि यता कति हुन्छ भन्दाखेरि यो 2 र 2 पनि काटिन्छ यो 2 नै काटिन्छ t यो t पनि काटिन्छ है कमन लिएर काटिने भयो बाँकी भयो के यतापट्टि 100 dz अपन dt इक्वल टु 60 इन्टु 60 प्लस
80 इन्टु 80 भयो हो। यो कुरा गर्दाखेरि चाहिँ अब के हुने भयो त क्यालकुलेट रेट अफ इन्क्रिजिङ है। अब यो गर्दाखेरि चाहिँ अब 100 dz अपन dt इक्वल टु 3600 प्लस इट इज 6400 भयो है। अब यो गर्दाखेरि कति हुने भयो भन्दा 1 1 2 3 4 भयो dz अपन dt 100 भयो है। अब यता गर्दाखेरि dz अपन dt इक्वल टु 100 अपन 100 भयो है। अब यो र 0 काट्यो dz अपन dt भनेको कति हुन्छ 100। यो भनेको चाहिँ के आयो त अब हाम्रो फेरि यसमा चाहिँ अब हामीले अब द डिस्टेन्स बिट्विन द कार इज इन्क्रिजिङ एट द रेट अफ 100 किलोमिटर पर आवर भनेको एन्सर भनेको चाहिँ यही नै एन्सर हुन्छ है त। द डिस्टेन्स एनसी डिस्टेन्स बिट्विन द कार इज इन्क्रिजिङ at a rate of 100 किलोमिटर पर आवर है। यही नै हाम्रो चाहिँ फाइनल एन्सर हुन्छ। यस्तै म अर्को क्वेसन पनि गर्छु है त। यो बुझेको छ कि नै है त। क्वेसनमा के भनिरहेको छ चाहिँ वाटर फ्लो इन्भर्टेड कोनिकल ट्याङ्क भनिरहेको छ है। मैले यो कोन बनाएँ, कोनमा चाहिँ के भइरहेको छ माथिबाट चाहिँ पानी हालिदिएँ अरे मैले है। त्यो पानीको रेट चाहिँ कति भइरहेको छ त 1 मिनटमा चाहिँ 36 सेन्टिमिटर क्युबले चाहिँ पानी झरिरहेको छ है यो कोनिकल ट्याङ्कभित्र चाहिँ। अब पानी झरिराख्दाखेरि त के त वाटर लेभल त राइजेस भइरहेको हुन्छ है। ड्रममा कुनै पनि तपाईँले पानी हालिरहनु भयो भने त्यो वाटर लेभल त इन्क्रिज हुँदै जान्छ नि त है। त्यसरी नै कोनमा पनि के भइरहेछ भन्दाखेरि यो वाटर लेभल चाहिँ इन्क्रिज भइरहेछ। वाटर लेभल इन्क्रिज भएर यहाँसम्म पुग्यो। अब यो कोनिकलमा चाहिँ है मैले यो चाहिँ 90 डिग्री भयो नि त यहाँनिर हेर्नु त यो यदेखि डी र डीदेखि सी भनेको 90 डिग्री छ हो 90 डिग्री हुने भयो। अनि त्यसपछि यो वाटर चाहिँ यहाँसम्म चाहिँ भरियो अरे अहिले कोनको चाहिँ यहाँसम्म वाटर भरियो है। भरेपछि चाहिँ के हुन्छ भन्दा एदेखि ई भनेको चाहिँ यसको वाटरको चाहिँ हाइट भयो है। त्यसपछि ईदेखि एफ यहाँ पनि सर्कल छ। सर्कल हुने भइसकेपछि यहाँबाट यो के हुने भयो रेडियस है। यसलाई चाहिँ मैले आर माने। अनि त्यसपछि एदेखि ईसम्म चाहिँ मैले एच माने हो। यसको हाइटलाई चाहिँ यो कोनको चाहिँ बटमदेखि चाहिँ यहाँसम्मलाई चाहिँ मैले एच माने। अब यो ट्रायङ्गल हेर्नु त ठ्याक्क मैले यो बनाएको ट्रायङ्गल हो है। यो चाहिँ कस्तो छ त यो हेरौँ त सिमिलर छ नि त यो त। यो होल ट्रायङ्गल र एडिसी र एइएफ चाहिँ के छ त यो सिमिलर छ नि। यहाँ पनि 90 डिग्री छ यहाँ पनि 90 डिग्री छ। यो पनि करस्पोन्डिङ एङ्गल यो पनि करस्पोन्डिङ एङ्गल सेम हुने भयो भनेपछि यो चाहिँ के हुने भयो त कमन एङ्गल भयो। एङ्गल ए भनेको कमन एङ्गल भनेपछि यो सिमिलर ट्रायङ्गल छ। सिमिलर ट्रायङ्गलको केसमा के गर्न सकिन्छ भन्दाखेरि चाहिँ यो ई ट्रायङ्गल इएफए र ट्रायङ्गल एडिसी चाहिँ के भयो त सिमिलर छ है। सिमिलर छ। अब सिमिलर भइसक्यो। मैले कसरी सिमिलर भयो भने आइफरमा चाहिँ यो भनेको बेस एङ्गल सेम एङ्गल भयो कमन एङ्गल भयो। यो भनेको 90 डिग्री छ यो पनि 90 डिग्री सेम भयो। यो र यो भनेको करस्पोन्डिङ एङ्गल भने योबाट त सिमिलर प्रुभ भइसक्यो। सिमिलर भइसकेपछि हेरौँ त एदेखि डी र एदेखि ई हो सेम साइड हो नि त सिमिलर जस्तो यसको सेम जस्तो छ भनेपछि यो गऱ्यो इक्वल टु डिसी अपन इएफ। सिमिलरबाट चाहिँ यस्तो कन्डिसन आयो। अब चाहिँ के छ भने क्वेसनले दिएको कुरामा हाइट अफ द ट्याङ्क है इफ द रेडियस अफ बेस एन्ड हाइट अफ द ट्याङ्क इज 21 सेन्टिमिटर र 35 सेन्टिमिटर छ भनेपछि अब हाइट अफ द ट्याङ्क भनेको 35 सेन्टिमिटर रेडियस अफ बेस भनेको 21 सेन्टिमिटर भयो। हाइट अफ द ट्याङ्क भनेको के हो त एदेखि डीसम्मको हाइट हो यो भनेको एडी भयो। अनि त्यसको रेडियस अफ बेस भनेको डीदेखि सी हो है डीदेखि सी हो। अब चाहिँ यहाँनिर के हुन्छ भन्दाखेरि चाहिँ अनि त्यसपछि मैले यसलाई चाहिँ लेट गरेँ है ईदेखि एफलाई आर लेट गरेँ ईदेखि एलाई चाहिँ एच लेट गरेँ। अब हेरौँ है त एडी भनेको के छ 35 अपन एई भनेको मैले के लेट गरिरहेको छु एच इक्वल टु डिसी भनेको छ त 21 यो भनेको चाहिँ रेडियस लेट गरिरहेको छु है। अब मैले यहाँबाट चाहिँ आर निकाल्न सकेँ 35 इन्टु आर इक्वल टु 21 एच इक्वल टु भन्दा यस्तो कन्डिसन छ भने यसले मल्टिप्लाई गर्न पाइन्छ क्रस मल्टिप्लाई हुने भयो। रेडियस भनेको 21 अपन 35 एच भयो। यो गर्दाखेरि क्यालकुलेटर हान्ने भने 1/3 एच आयो। रेडियस भनेको के रहेछ त
1/3 एज यहाँसम्म बुझिन्छ। अब चाहिँ के गर्नु पर्यो भन्दाखेरि लेट भी बी दी भोल्युम अफ वाटर इन द ट्याङ्क है। मैले भी अफ द भोल्युम होल वाटर भएको ट्याङ्कलाई चाहिँ मैले भी भन्ने भोल्युम माने। अब भोल्युम भनेको के हो त भोल्युम अफ वाटर ट्याङ्कको भोल्युम चाहिँ के हुने भयो भोल्युम इक्वल 1/3 पाई आर स्क्वायर एच भयो। भोल्युमको फर्मुला भयो 1/3 पाई है। अब भोल्युम भनेको के छ त 1/3 पाई आर स्क्वायर एच छ। पाई इन्टु रेडियस भनेको 3/5 है। अहिले मिस्टेक भयो थियो 3/5 क्यालकुलेटर मान्नु 3/5 एच आउने भयो है। 3/5 एचको स्क्वायर इन्टु एच यहाँसम्म बुझिन्छ। इक्वल टु गर्दाखेरि क्यालकुलेटरमा हान्नु। क्यालकुलेटरमा हान्दाखेरि चाहिँ है त ब्राकेटमा 3/5 स्क्वायर इन्टु 1/3 हाल्दाखेरि 3/25 आयो है। 3/25 पाई एच क्युब यो स्क्वायर इन्टु एच क्युब भयो है। यति आयो। अब मलाई के गर्नुपर्छ विथ रेस्पेक्ट टु डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु टाइम हो। टाइम गर्नु पर्यो dv/dt गर्नु पर्यो है। अब यो कन्डिसन दिएको छ नि यसको भ्यालु त d/dt 3/25 पाई एच क्युब। अब यो टर्म भनेको कन्स्ट्यान्ट हुन्छ। यति टर्म कन्स्ट्यान्ट आइसक्यो 3/25 पाई d/dt एच क्युब भयो। यसलाई डिफ्रेन्सिएटिङ त विथ रेस्पेक्ट टु टाइम त हुँदैन। मैले फर्स्ट भिडियोमा पनि भनिसकेको थिएँ 3π/25 यसलाई डेरिभेटिभ गर्नको लागि के गर्नु पर्यो तल पनि एचकै टर्म हुनु पर्यो dh/dt हो। यहाँसम्म बुझिन्छ। अब 3π/25 इन्टु यो गर्दाखेरि कति हुन्छ 3h स्क्वायर इन्टु dh/dt भयो। यहाँसम्म बुझिन्छ है। यहाँसम्म बुझ्यो है त। यहाँसम्म आइसकेपछि अब के गर्नु पर्यो हेर्नु त अब dh/dt भनेको के होला त अब है dh/dt त निकाल्न पर्ने छ। dh/dt निकाल्न पर्ने छ। अब dv/dt भनेको के दिइरहेको छ त वाटर फ्लो इन्टु एन इन्भर्टेड है। वाटर फ्लो इन्टु एन इन्भर्टेड कोनिकल ट्याङ्क एट द रेट अफ 35 भनेपछि वाटर फ्लो इन्टु कोनिकल ट्याङ्क एट द रेट क्युब छ नि त त्यही भएर चाहिँ भोल्युम हो dv/dt हो विथ रेसियो टाइम cm क्युब स्ल्यास मिनट भने चाहिँ त मिनट भनेको टाइम भयो cm क्युब भनेको भोल्युम भयो है। अब यहाँनिरबाट यहाँनिर हेरौँ है त। यो गर्दाखेरि dv/dt इक्वल टु 35/3π/25 इन्टु 3 इन्टु एच भनेको कति छ त हाइट हेरौँ है त। अब यहाँ हाइट चाहिँ कति छ अब यहाँ हाइट चाहिँ अब कति हुँदाको केसमा चाहिँ यहाँनिर हेरौँ है त। डेप्थ अफ द वाटर इज 12 सेन्टिमिटर। अब देखिरहेछ डेप्थ चाहिँ अब हामीलाई कति भनेको 12 सेन्टिमिटर भने डेप्थ भनेको त हाइट हो नि त है। कति गइरहेछ भनेको हो नि त। हाइट भनेको कति हुने 12 हुने भयो है। यहाँसम्म बुझिन्छ। 12 को स्क्वायर इन्टु dh/dt हो। यहाँसम्म बुझिन्छ। dh/dt भयो है। अब dv/dt भनेको कति छ त यहाँनिर 36 यो भनेको कति छ 36 इक्वल टु 3π/25 इन्टु 3 इन्टु 12 भनेको 144 dh/dt। अब सबै टर्मलाई उता ल्याएर जानु पर्यो और 36 इन्टु 25/3π इन्टु 3 इन्टु 144 इक्वल टु dh/dt। यो क्यालकुलेटरमा हान्दाखेरि कति आउँछ भन्दाखेरि हेरौँ है त 36 इन्टु 25/3 इन्टु 3 इन्टु 144 यो चाहिँ 25/36 पाई इक्वल टु dh/dt। अब यो चाहिँ हाइट र टाइम छ नि त। हाइट भनेको मिटरमा हुन्छ टाइम भनेको चाहिँ अहिले यहाँ मिनटमा दिएको छ त्यही भएर मिनटमा हुने भयो। अब dh/dt भनेको चाहिँ
25/36 पाई सेन्टिमिटर पर मिनेट। यो भनेको चाहिँ अब हाम्रो फाइनल एन्सर है त। यो के नबुझ्ने छ र है, हेरौँ त अलिक क्लियरली। अब चाहिँ हामी अर्को क्वेसन डिस्कस गरिन्छ है त। अब के छ भन्दाखेरि यहाँ चाहिँ अब हाम्रो के छ, अप्सिका र ओर्डिनेट है। यो भनेको चाहिँ थाहा हुनु पऱ्यो फर्स्ट केसमा है। यस्तो खालको क्वेसन पनि आउन सक्छ, अलिक युनिक आइरहेछ नि त, 2081मा नि त्यो आइरहेछ है। अ कर्व y square equal to 8x change it अप्सिका एन्ड ओर्डिनेट एट द सेम रेट। सेम रेट भनिरहेछ है, एउटै रेटमा चेन्ज भइरहेछ अरे। द ओर्डिनेट इज डबल अफ इट अप्सिका, जस्टिफाई इट विथ क्यालकुलेसन। कसरी चाहिँ जस्टिफाई गर्नु पऱ्यो त? अब अप्सिका र ओर्डिनेट भनेर थाहा हुनु पऱ्यो नि त। जस्तै हामीले नर्मली एक्स एक्सिस र वाइ एक्सिस भनेर थाहा छ, त्यही नै हो है। त्यो भनेको जस्तै अब एक्स एक्सिस, यो भनेको एक्स ड्यास, यो भनेको वाइ ड्यास भयो नि त है, यस्तो कुरा भयो। अब यहाँ चाहिँ अब हाम्रो यता एक्स एक्सिसको लाइनलाई चाहिँ हामीले अप्सिका भनिन्छ, यो वाइ एक्सिसको लाइनलाई चाहिँ हामीले के भनिन्छ त? ओर्डिनेट भन्ने भयो है। यति कुरा मात्र बुझ्दा पनि हुन्छ। जस्तै एक्सको ओर्डिनेटको भ्यालु जस्तै यो पोइन्टमा चाहिँ एक्स कमा वाइ छ भनेको चाहिँ एक्स भनेको चाहिँ अप्सिका भयो, वाइ भनेको चाहिँ हाम्रो ओर्डिनेट भयो है। जस्तै अब ओर्डिनेट भयो, जस्तै अब होरिजेन्टल यो भनेको चाहिँ एएक्स आइएस वाइ एक्स आइएस, यो भनेको चाहिँ एप्सिका भयो, यो भनेको चाहिँ ओर्डिनेट भयो है। यो चाहिँ अब होरिजेन्टल, अब भनिदिन पनि सक्छ है कोही बेला चाहिँ। अब होरिजेन्टल यो भनेको चाहिँ भर्टिकल है, यो चाहिँ बुझ्नु पऱ्यो। यो चाहिँ हाम्रो तिमीहरू के अरे स्ट्रेट लाइन पनि आउँछ है, स्ट्रेट लाइनहरू ट्यान्जेन्टहरूमा पनि आउँछ है। ओर्डिनेट अप्सिका चाहिँ यति दिएको केसमा चाहिँ के गर भनेर आउन सक्छ। अब यता बुझिन्छ है यहाँसम्म चाहिँ। अब हेरौँ है, अब दिएको कर्व भनेको चाहिँ यो चाहिँ कस्तो छ भने प्याराबोलाको फर्ममा छ, तर यो त त्यो के अरे ट्यान्जेन्टहरू प्याराबोलाको त होइन क्वेसन। यो चाहिँ अब हामीले चाहिँ के गर्नु पऱ्यो त, रेट मेजरमा हो। अब वाइ स्क्वायर रेट 8x भन्ने छ हेर है त। रेट अफ चेन्जिङ अफ अप्सिका एन्ड ओर्डिनेट भनेको चाहिँ सोल्युसन गरे, द रेट अफ CH चेन्ज अफ द अप्सिका एन्ड ओर्डिनेट आर द सेम। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ सेम रेटमा भनेको छ नि त है। dy अपन dx इक्वल टु dx अपन dt। रेट सेम रेटमा भनेको छ है। सेम रेट भनेपछि सेम रेटमा चेन्ज भइरहेछ। हेरौँ त, यो भने एक्स एक्सिस, यो भनेको के भयो अप्सिका भयो, ओर्डिनेट भनेको चाहिँ वाइ है, होरिजेन्टल र भर्टिकल। हेरौँ है त, यो कन्डिसन थाहा हुनु पऱ्यो है त। सेम रेटमा चाहिँ चेन्ज भइरहेछ अरे क्या अप्सिका र ओर्डिनेट चाहिँ। अब हेरौँ है त, अब दिएको इक्वेसन भने के हो त हामीलाई, वाइ स्क्वायर इक्वल टु 8x छ। डिफ्रेन्सिएटिङ गर्नु पऱ्यो विथ रेस्पेक्ट टु टाइम, रेट हो नि त है त्यो भनेको। हेरौँ अब डी अपन डिटी हाल्नु पऱ्यो विथ रेस्पेक्ट टु भनेपछि वाइ स्क्वायर छ, डी अपन डिटी 8x है, डी वाइ स्क्वायर अपन अब सेम चाहियो डिवाई इन्टु डिवाई अपन डिटी। यो बुझिन्छ नि है। हेरौँ त, यहाँ माथि वाइ स्क्वायर छ विथ रेस्पेक्ट टु टाइम त डिफ्रेन्सिएटिङ हुँदैन, त्यही भएर चाहिँ मलाई वाइ डिवाई चाहियो क्या। त्यही डिवाईलाई काट्नको लागि चाहिँ यता डिवाई थपेँ। अब टी त अलरेडी थियो, डिटी त है। हेरौँ है त, अब यहाँ के गर्नु पऱ्यो, 8 भनेको कन्सटेन्ट टर्म बाहिर निकालिदिउँ, यता भनेको चाहिँ डिएक्स अपन डिएक्स इन्टु डिएक्स अपन डिटी। यो गरेको नि बुझिन्छ हो। अब हेरौँ डिफ्रेन्सिएटिङ वाइ स्क्वायर विथ रेस्पेक्ट टु वाइ, यो भनेको त विथ रेस्पेक्ट टु वाइ हो नि त। यो गर्दा के हुन्छ 2y हुने भयो, पावरको टर्म अगाडि आउने भयो, अनि वाइको पावरमा चाहिँ 2 - 1 भयो नि त। 2 - 1 भनेको वाइको पावर 1 नै हो, भनेपछि डिवाई अपन डिटी इक्वल टु 8 डेरिभेटिभ अफ एक्स भनेको के हो, विथ रेस्पेक्ट टु एक्स भनेको 1 हो, यो भनेको डिएक्स अपन डिटी भयो है त। 2 यो भनेको वाइ डिवाई अपन डिटी इक्वल टु 8 डिएक्स अपन डिटी भयो। हेरौँ त, अब यहाँ के भनेको कन्डिसनमा हेरौँ त, दिएको कन्डिसन के छ त, रेट अफ चेन्जिङ अफ अप्सिका एन्ड ओर्डिनेट आर द सेम। त्यो भनेको के हो त, डिवाई अपन डिटी है, यो डिएक्स भएछ डिटी। डिवाई अपन डिटी भनेको के त, अप्सिका
यो अर्डिनेट चेन्ज र अप्सिका चेन्ज भनेको सेम नै छ भने भनिसकेपछि अब यहाँबाट यता हेरौँ है त हेरौँ त यहाँ dy अपन dt इक्वल टु dx अपन dt भनेर त अलरेडी भनेको नि त क्वेसनले त्यो कुरा भनिरहेको छ। अब हेरौँ है यहाँ कन्डिसन dy इन्टु dy अपन dx त मैले के राख्न पाइयो dy अपन dx त dx अपन dt राख्न पाइयो dx अपन dt इक्वल टु 8 dx अपन dt हो। हेरौँ त dy अपन dt लाई चाहिँ dx अपन dt राख्न पाइयो नि त त्यही भएर यहाँ राखेँ अथवा dx अपन dt लाई चाहिँ dy अपन dt पनि राख्न पाइयो यहाँनिर dy अपन dt राख्ने यहाँ dy अपन dt अलरेडी थियो त्यो त काटिन्छ भनेपछि यो र यो टर्म काट्यो सेम टर्म छ भनेपछि यता के भयो 2y इक्वल टु 8 भयो। अब y इक्वल टु 8 अपन टु y इक्वल टु 4 भयो भनेपछि y को भ्यालु कति आयो त 4 आयो। y को भ्यालु 4 आइसकेपछि चाहिँ पुट भ्यालु अफ y इक्वल टु 4 इन इक्वेसन यो भनौँ यसलाई इक्वेसन 1 मानौँ 1 भनेपछि के आउँछ त y स्क्वायर इक्वल टु 8x y भनेको छ 4 को स्क्वायर इक्वल टु 8x अब 4 को स्क्वायर भनेको 16 इक्वल टु 8x 16 अपन 8 इक्वल टु x भनेपछि x को भ्यालु कति आयो त 2 आयो। हेरौँ त x को भ्यालु 2 आयो भनेपछि क्वेसनले के भनेको भन्दाखेरि चाहिँ द ओर्डिनेट इज डबल अफ इट अप्सिका भने अप्सिका भनेको के हो x को भ्यालु हो नि त x को भ्यालु भयो अप्सिका भनेको ओर्डिनेट भनेको के हो त y इक्वल टु 4 भनेपछि के भइरहेछ यहाँ डबल भइरहेछ 2 2 जा 4 भनेपछि y इक्वल टु x भनेको के हुन पर्यो त 2y इक्वल टु x हुन पर्यो। हेरौँ त यहाँ के भइरहेछ 2y इक्वल टु x भनेपछि चाहिँ के छ x भनेको अप्सिका भनेको 2 छ ओर्डिनेट भनेको 4 छ भनेपछि त ओर्डिनेट चाहिँ के हो त अप्सिका भन्दा डबल छ त जस्टिफाई इट विथ क्यालकुलेसन गरेर जस्टिफाई भइसक्यो यो हेरौँ त भ्यालु यो नै हाम्रो चाहिँ फाइनल एन्सर भयो है। के हो त अप्सिका चाहिँ के भयो त ओर्डिनेट चाहिँ अप्सिका भन्दा चाहिँ हाफ छ अथवा चाहिँ अप्सिका चाहिँ के हुने भयो हाफ छ कि त ओर्डिनेट चाहिँ डबल छ 2 र 4 आयो 2 आयो नि त अप्सिका भनेको 2 ओर्डिनेट भनेको 4 यसरी चाहिँ हामीले जस्टिफाई गर्न सकिन्छ यस्तो खालको क्वेसन है। अब यहाँनिर चाहिँ अलिकति डिफ्रेन्ट खालको क्वेसन आयो भने पनि बुझ्नु पर्यो आफूले गर्न सक्नु पर्यो है त।